कसरी गर्ने भन्ने कुरो चाहिँ यो चाहिँ एउटा पम्पलेट छ डिभिजन वन कार्यालय मरङ वन अधिकृत घनश्याम यादव सरले बनाउनु भएको हैन। यसमा चाहिँ अब हामीले यो धेरै देख्छौँ। यहाँ डाटा इन्ट्री भन्ने छ, रेडी टु प्रिन्ट छ, समरी छ, डिटेल डाटा, टेबुलर डाटा छ हैन। यो दुईटामा हामी केही गर्नु परेन। अब सुरुमा यो होम पेज हो। होम पेजमा हामीले चाहिँ जग्गा धनीको नाम वा सामुदायिक वन हो भने सामुदायिक वनको नाम, आयोजनाको नाम के छ त्यसको चाहिँ विवरण हाल्ने, वन समूहको हो भने वनको नाम हाल्ने हैन। जे हो अब निजी आबादीको मूल्याङ्कन, खडाहरूको मूल्याङ्कन गर्नु छ भने जग्गा धनीको नाम ठेगाना राख्ने है। त्यो अब यहाँ भएको सबै विवरण हाल्ने, हामीले लेख्ने। यसमा चाहिँ युनिकोडले मात्र सपोर्ट लिन्छ, त्यही भएर युनिकोडमा हामीले चाहिँ सब डिटेल हाल्छौँ। हालिसकेपछि रुखको चाहिँ डाइमेन्सनहरू चाहिँ हामीले कुन पद्धतिमा लियौँ भन्ने कुरो हेर्नुपर्छ। यहाँ रुख मापन पद्धतिमा गोलाइ ल्याछौँ कि डायमिटर ल्याछौँ, के छ हामीले लिएको फिल्डमा। गोलाइ ल्याछौँ भने गोलाइ क्लिक गर्ने है। त्यसपछि गोलाइको अब त्यो गोलाइ लिँदा कुनमा ल्याछौँ, सेन्टिमिटरमा ल्याछौँ कि मिटरमा ल्याछौँ, फिल्डमा केमा डाटा ल्याछौँ त्यो यहाँ क्लिक गर्ने। सेन्टिमिटर हो कि इन्च हो, हाम्रो डाटा चाहिँ इन्चमा छ, इन्च र मिटरमा छ। यहाँ इन्च क्लिक गर्ने बित्तिकै यहाँ फिटमा कन्भर्ट भइसक्यो। त्यसपछि अब यहाँ चाहिँ हामीले चाहिँ वन्यावलीले भनेअनुसार चाहिँ हाम्रो कस्तो भूगोलको प्रजातिहरूको हामीले चाहिँ मूल्याङ्कन गर्दैछौँ। जस्तै वन्यावली भनेअनुसार अन्य तराई प्रजाति र अन्य प्रजाति पहाड भन्ने छ हैन। त्यो भनेको जुन प्रजाति चाहिँ यहाँ भेटिँदैन त्यसलाई चाहिँ यो फर्मुलाले कभर गर्ने हो। हामी यो पहाडी क्षेत्र ताप्लेजुङमा भएको हिसाबले चाहिँ पहाडी क्षेत्र भएकोले हामीले चाहिँ अन्य प्रजाति पहाड सिलेक्ट गर्छौँ यहाँ। त्यसपछि चौडापाते र कस्तो जङ्गल छ भन्ने कुरो हाम्रो चाहिँ मुख्यतः यहाँ यो चौडापातेको हामीले मूल्याङ्कन गर्ने भएर यहाँ चौडापाते क्लिक गरेका छौँ। कोनाधार र चौडापाते छ, चौडापातेमा चाहिँ हामीले क्लिक गऱ्यौँ र त्यसपछि अब यहाँको काम हाम्रो सकियो। अब यहाँ के गर्नु परेन, डाटा इन्ट्रीमा जाने। अब हामी डाटा इन्ट्रीमा गइसकेपछि हामीले यहाँ जेन विवरणहरू हाले हुन्छौँ यहाँ आउँछ र यो सिरियल नम्बरमा हामीले केही गर्नु हुँदैन। छपान नम्बर चाहिँ जे हो हामीले 1 2 3 80 90 जे छ छपान नम्बर यहाँ राख्ने। त्यसपछि अब यहाँबाट चाहिँ मैले एकपल्ट डिलिट हाने पहिला भएको डाटालाई, डिलिट हाने। यो भइसकेपछि अब चाहिँ हामीले प्रजाति छनौट गर्ने। हामी कुन प्रजाति हो भनेपछि हाम्रो अब मानव उत्तिसको छ भनेपछि यहाँ प्रजाति आउने बित्तिकै सिरियल नम्बर आफै लिन्छ। हामीले यहाँ सिरियल नम्बर चलाउनु हुँदैन, फर्मुला छ। अब गोलाइ कति छ, गोलाइ इन्चमा हामीले हान्ने। मानव 57 इन्च गोलाइ छ। अनि त्यसपछि 60 फिट उचाइ छ। रुख चाहिँ पहिलो दर्जाको, खैरको केसमा चाहिँ यहाँ दर्जा छनौट गरिराख्नु परेन। अन्य अरू खैर बाहेक अरू प्रजातिमा चाहिँ हामीले चाहिँ फर्स्ट सेकेन्ड थर्ड फोर्थ क्लास चाहिँ दर्जा चाहिँ छनौट गर्नु पर्यो। त्यसपछि हामीले लिएको कोअर्डिनेट छ भने कोअर्डिनेट यहाँ टाइप गर्ने। त्यसपछि त्यो रुखको अवस्था कस्तो छ, हाँगा छ कि छैन रुखमा भन्ने हो। हाँगा छ भने छ भन्ने यहाँ क्लिक गर्ने। यसरी चाहिँ हामीले डाटा इन्ट्री गर्दै जानु पर्यो। जस्तो चिलाउने भयो, मैले यसरी हाने भनेपछि 45 फिट अग्लो छ, यसलाई चाहिँ चिलाउने। दोस्रो दर्जाको रुख छ, यसको चाहिँ हाँगा छ, 6 मा गरेँ मैले। त्यसपछि फेरि चिलाउने, यो 45 इन्च छ, 35 फिट भयो। पहिलो दर्जाको रुख छ भने चाहिँ पहिलो दर्जाको रुख राखेँ मैले। यहाँ हाँगा छ भनेपछि 6 राखेँ मैले। चाहिँ यसरी चाहिँ गर्दै जाने हो। यो मेरो डाटा चाहिँ अब कतिसम्म हाल्नु कति डाटा छ मैले यहाँ चाहिँ 10,000 चाहिँ यसले चाहिँ रिड गर्छ एकपटकमा। मैले यो सबै हालेँ। त्यसपछि यहाँ कैफियतमा केही लेख्नु पर्ने छ भने कैफियतमा राख्न पाइयो। जस्तै किता नम्बर कति, जस्तो मानव 56 नम्बर मेरो यहाँ चाहिँ 1 छ, 2 भयो, 3 भयो। अनि यो 3टा मेरो 56 नम्बर चाहिँ किता नम्बर चाहिँ मेरो किता नम्बर 255 मा छ मेरो। यो मैले यो राखेँ र यसलाई चाहिँ कहाँसम्म चाहिँ यहाँसम्म मेरो 255 छ भने मैले यहाँ 255 हाने। ठिक छ। त्यसपछि अब चौथो नम्बर सिरियल नम्बरमा चाहिँ मेरो 29 छ।
यो 56 नम्बर अब मेरो फेरि एकबाट सुरु भयो मानौँ फिल्डमा भनेपछि कन्टिन्यू छ भने कन्टिन्यू गर्ने अब एकबाट सुरु भएको छ मेरो 56 नम्बर 1 भयो यहाँ चाहिँ 75 भयो 60 भयो अब कुन दर्जा हो दर्जा छनौट गरौँ मानौँ यो मेरो दोस्रो दर्जा हो कोअर्डिनेट छ भने कोअर्डिनेट हाल्ने हाँगा छ छैन वा मेरो यो छैन हाँगा छैन भनेर राखेँ मैले किता नम्बर मेरो अब यो तान्ने मानव यो किता नम्बर फरक थियो यहाँ 56 भयो ठिक छ त्यसपछि यहाँ चाहिँ अब हाम्रो 29 गरमा खैर भयो सिरियल नम्बर यो 56 नम्बर 2 होला यो चाहिँ 75 भयो यो चाहिँ 35 भयो यो खैरमा दर्जा राखिराख्नु परेन थाहा भएकै कुरो हो हाँगा धेरै हाँगाहरू छ त्यो खैरुखमा त्यही भएर चाहिँ मैले 6 सेलेक्ट गरेँ मेरो यही किताबमा पर्छ त्यो रुख यहाँ गरेँ यति गरिसकेपछि अब मेरो यो काम सक्यो अब जति इन्ट्री गर्नु छ हान्ने यो सिक्नलाई चाहिँ मैले चाहिँ यति हालेँ त्यसपछि डाटा इन्ट्रीको काम सक्यो अब रेडी टु प्रिन्टमा जान्छु म रेडी टु प्रिन्टमा गइसकेपछि मेरो यहाँ डाटाहरू देखायो यहाँ कैफियतमा किता नम्बरहरू देखायो अब यो देखाइसकेपछि कहिलेकाहीँ नदेखाउन सक्छ त्यही भएर हामीले चाहिँ डाटा इन्ट्री गरिसकेपछि रेडी टु प्रिन्टमा आइसकेपछि डाटामा जाने रिफ्रेसमा जाने रिफ्रेस गरिदिने भनेपछि नआएको डाटाहरू पनि यहाँ डिस्प्ले हुन्छ त्यसपछि समरीमा गइसकेपछि यहाँ पनि रिफ्रेस गर्ने र समरी चाहिँ 29को मेरो पहिलो दर्जाको रूप एउटा छ दोस्रोको एउटा छ भनेर यसरी चाहिँ मेरो सबै डाटाहरू चाहिँ यसरी दियो ग्रान्ड टोटल दिन्छ मलाई अब यो डाटा भनेको हामीले अब यसलाई चाहिँ विभिन्न तरिकाले आफ्नो हिसाबले चाहिँ यसलाई चाहिँ म्यानिपुलेट गर्न सक्छौँ त्यसको लागि चाहिँ सिधै यति नै प्रिन्ट गरे नि भयो हामीलाई चाहियो भने सिधै यसलाई प्रिन्ट गरिदिने अनि यदि रेडी टु प्रिन्टमा गएर यदि यसमा अब केही थप्नु छ चेन्ज गर्नु छ भनेपछि केही कुराहरू राख्नु छ भने यसलाई चाहिँ अर्को एक्सेल सिट खोलौँ हामी नयाँ एक्सेल सिट मेरो यहाँ छ यसमा मैले खोलेँ एक्सेल सिट खोलिसकेपछि अब मेरो यो दुईवटा डाटा छ एक्सेल सिटमा र दुईवटा डाटा मेरो भयो अब यो डाटालाई मैले चाहिँ यहाँ पेस्ट गर्ने भयो मेरो यो डिटेललाई चाहिँ कन्ट्रोल सी गरेँ मैले यहाँ पेस्ट गर्ने भयो पेस्ट गर्नलाई चाहिँ यहाँबाट पेस्ट गर्दाखेरि फर्मुला सहित पेस्ट हुन्छ मेरो यो 1 2 3 लेखेकोमा चाहिँ फर्मुला आउँदैन भ्यालुहरू मात्रै आउँछ मलाई चाहिँ आफूलाई अनुकूल हुने तरिकाले कुन राख्दा आफूलाई सजिलो हुन्छ त्यो गर्ने मैले चाहिँ 1 2 3 भएको चाहिँ फर्मुला नआओस् डाटा मात्र आओस् भनेर मैले चाहिँ यहाँ पेस्ट गरेँ पेस्ट गरिसकेपछि अब यो डाटालाई चाहिँ मैले अब मिलाउनु पर्यो केही मिलाउनु पर्ने छ जस्तै खडाहरूको मूल्याङ्कन यसलाई चाहिँ अब के भने यतिभित्र मेरो टेबल अटाउने भएपछि मैले यसलाई मर्ज एन्ड सेन्टर गरेँ सेन्टर गरेपछि यहाँ आयो मेरो डाटा जग्गा धनीको नाम ठिक छ यी सबै ठिक छ अब यहाँ मैले केही चेन्ज गर्नुपर्ने छैन भनेपछि केही चेन्ज गर्ने तर यहाँ चाहिँ एक्सेलले चाहिँ डेट लिएन डेट नलिइसकेपछि आफूले चाहिँ अब डेट यहाँ चाहिँ मिलाउनु पर्यो डेट एन्ड टाइममा डेटमा जाने यहाँबाट नेपाल भन्ने आउँछ नेपाल सिलेक्ट गर्ने नेपाली इन्डिया भन्ने छ र नेपाली भन्ने छ नेपाली सिलेक्ट गरौँ यति भइसकेपछि हामीले कुन फर्मेटमा यो डेट डिस्प्ले गराउने हाम्रो नेपाली फर्मेट इयर मन्थ र डेट हुन्छ त्यही भएर यो सिलेक्ट गरेँ मैले र ओके गरेँ त्यो भएपछि मेरो यो डाटा चाहिँ लियो अब यहाँ चाहिँ मैले चाहिँ लगत लिएको मिति चाहिँ मेरो भनौँ 2082 साल 01/26 गतेको हो भनेपछि यति मैले राखेँ अरू के एडिट गर्नुपर्छ आफ्नो हिसाबले एडिट गर्ने एडिट गरिसकेपछि यसलाई चाहिँ अब मैले टेबल दिएँ टेबल दिनलाई चाहिँ यहाँ जाने बोर्डरमा गएर अल बोर्डर मैले टेबल दिएँ अब यहाँ चाहिँ इङ्ग्लिस नेपाली मिक्स छ मैले चाहिँ यसलाई चाहिँ एउटै फन्टमा लानु पऱ्यो भनिसकेपछि यहाँ मैले युनिकोड युज गरेको थिएँ यहाँबाट युनिकोडलाई चाहिँ मैले इङ्ग्लिसमा कन्भर्ट गर्छु र त्यसपछि यहाँ गएर पहिला फन्टेस हिमाली हान्ने त्यो भइसकेपछि सबै अब यो फन्टेस हिमालीमा लेखिसकेपछि यसलाई चाहिँ फेरि कालीमाटीमा चाहिँ कन्भर्ट गर्ने कालीमाटी फेरि क्लिक गरिसकेपछि हाम्रो डाटा चाहिँ ठ्याक्क आयो अब मेरो XY डाटा यहाँ छैन यो नभइसकेपछि मैले चाहिँ यसलाई राखेँ नि भयो अब यो राखेर काम छैन नभएको डाटाको टेबल राखेर काम छैन भनेपछि मैले के गरेँ भनेपछि यो डिलिट गरेँ अघि मैले मेन सिटमा जहाँ डाटा मेरो एनालाइसिस भयो यहाँ चाहिँ मैले डिलिट गर्न मिल्दैन पुरै फर्मुला बेस्ड छ र इन्टर रिलेटेड छ त्यही भएर यहाँ मैले केही चलाउन नमिल्ने भएर चाहिँ मैले चाहिँ यता कपी गरेँ र यहाँ मैले यसलाई चाहिँ आफ्नो हिसाबले चाहिँ म्यानिपुलेट गर्न सक्छु भनेर मैले यहाँ ल्याएँ
डिलिट गरेँ। मलाई चाहिँ अब डायमिटर पनि चाहिएन, किन राख्ने डायमिटर भनिसकेपछि मैले डायमिटर पनि फालेँ। अनि त्यसपछि हाम्रो गोलाइ र उचाइ चाहिँ डेसिमलमा छ भ्यालुहरू, त्यो डेसिमलको भ्यालु हुनु हुँदैन, त्यही भएर मैले त्यसलाई चाहिँ डेसिमल डिक्रिज डेसिमल गरेर मैले चाहिँ यसलाई चाहिँ डेसिमल हटाएँ। त्यसपछि अन्य अब यो आयतन निकालेकोहरूमा त के गर्नु पर्यो भने हामीले चाहिँ डेसिमल पछि 2 अक्षर राख्नु पर्यो। 2 अक्षर राखेँ मैले। यहाँ हेर्नु त खैरमा चाहिँ यहाँ 0 0 आयो, किनभने खैरको दाउरा हुँदैन, त्यही भएर यहाँ चाहिँ 0 0 आयो। नभए यहाँ चाहिँ अरू प्रजातिमा चाहिँ दाउराको पनि आयतन आएको छ, तर खैरमा चाहिँ दाउरा नहुने भएर दाउराको आयतन आएन। अब यो चाहिँ यहाँ मेरो भ्यालुहरू चाहिँ एउटै लाइनमा सेलमा देखिएन, त्यो भएपछि यसलाई मैले के टेक्स्ट वार्प टेक्स्ट गरेँ। वार्प टेक्स्ट गरेपछि मेरो सबै डाटाहरू देखिन्छ यहाँ। अनि यो थोरै बढाइदिएपछि यो ठ्याक्क मेरो यताको अक्षर काटिरहेको थियो, काटिरहेको भएर चाहिँ मैले यो सेललाई चाहिँ यहाँबाट यसरी तन्काइदिएपछि मेरो यो सबै डिस्प्ले भयो। अब यो पेज सेटअप मिलाउनलाई चाहिँ मैले जब मेरो ग्यापहरू मैले मिलाउने भएँ, कतिमा राख्दा म राम्रो देखिन्छ भनेर त्यति ग्यापमा चाहिँ मैले डाटाहरू राखेँ। र म चाहिँ यसलाई अब यो चाहिँ मेरो मेन डाटा भयो। अब यो सँगसँगै मैले यहाँ समरी डाटा राख्नुपर्ने हुनसक्छ, किनभने यसले चाहिँ समरी डाटा पनि दिन्छ हामीलाई। जस्तै समरीमा गयौँ भने हामीलाई यो समरी डाटा दियो यसले। यो समरी डाटा मैले यहाँबाट फेरि कपी गरेँ र आफ्नो यहाँ पेस्ट गरेँ मैले समरी डाटा। 1-2 लाइन ग्याप राखेँ मैले र यहाँ मैले पेस्ट गरेँ। मेरो यो फर्मुला सहित यो यसरी आउनु भनेको टेबुलर डाटा सहित आउनु हो। पाइभट टेबल आइसकेपछि यहाँ चाहिँ हामीले चाहिँ सेलहरू इन्सर्ट गर्नलाई गाह्रो हुन्छ, त्यही भएर चाहिँ मैले के गरेँ भने कन्ट्रोल जेड गरेँ। मलाई चाहिँ पाइभट फर्मुला रहित चाहियो भनेपछि मैले चाहिँ यहाँ चाहिँ पेस्ट गरेँ। पेस्ट गरिसकेपछि मैले चाहिँ यताबाट यता किन सिफ्ट गरेँ भन्दा यो सेलको साइज कम छ, यसको बढी छ, मलाई बढी ठुलो सेलको साइज चाहिने भएर मैले चाहिँ यता गइसकेपछि मेरो सेलहरू चाहिँ म्यानेज भएर बस्छ, बिग्रिँदैन सेलको ग्यापहरू भनेर मैले चाहिँ यहाँ ल्याएँ। यसलाई पनि अब त्यही गर्नु पऱ्यो अघिदेखि नै। अघि जस्तै फन्टेसी हिमाली गर्नु पऱ्यो फन्ट मिलाउनलाई, त्यसपछि कालीमाटी गर्नु पऱ्यो। कालीमाटी गरेँ मैले। मेरो यो सेलको साइजहरू अब यो मिल्यो। अब मेरो यहाँ 0 0 0 0 देखिएको छ। यो 0 0 किन देखियो यो हेरौँ अब यहाँ, किनभने यहाँ केही डाटाहरू छैन, त्यही भएर यहाँबाट पेस्ट गर्दा चाहिँ यहाँ त्यत्तिकै 0 देखिएको हो। यसमा चाहिँ अरू केही समस्या छैन। त्यो भएपछि चाहिँ यो सेललाई मैले फालेँ। अब यो सेल राखेर मैले काम छैन भने चाहिँ डिलिट गरेँ। यसलाई डिलिट गर्दा डिलिट रो गर्नु पऱ्यो, यसलाई डिलिट गर्दा डिलिट कलम गर्नु पऱ्यो। डिलिट गरेँ। अब मसँग 29को पहिलो दर्जाको 2टा रुख छ, अनि दोस्रो दर्जाको एउटा रुख र पहिलो दर्जाको एउटा रुख भइसकेपछि यसको चाहिँ सम मसँग छैन। यसको चाहिँ टोटल चाहिँ कति छ भन्ने कुरो मसँग यहाँ छैन भनेपछि मैले चाहिँ त्यो सेल चाहिँ इन्सर्ट गर्न पाएँ कि यहाँ ल्याइसकेपछि। अघिको टेम्प्लेटमा गर्ने हो भने मैले केही गर्न मिल्थेन, तर यहाँ चाहिँ आफ्नो हिसाबले अब कसरी रिजल्ट चाहियो, कसरी डाटा चाहियो मैले ल्याउन सक्ने भएँ। त्यही भएर मैले अब चाहिँ 29को चाहिँ जोडेँ मैले। अब जोडिसकेपछि यति आयो। मैले एकखेप यो जोड्न छुट्यो, यसलाई पनि मैले जोडेँ। अघि नै यसरी नै सबै सिलेक्ट गरेर अटो सम गरे भए हुन्थ्यो। त्यो भइसक्यो। अब 29 भनेको यो दुइटैलाई 29 हो भनेपछि यसलाई चाहिँ मैले मर्ज एन्ड सेन्टर गरिसकेपछि अब दुइटैलाई भयो। यहाँ चाहिँ मैले के गर्ने भएपछि मर्ज एन्ड सेन्टर गरेँ। कुल यसको चाहिँ जम्मा 29 जम्मा हो, जम्मा लेखेँ। त्यो भएपछि अब 29को जम्मा चाहिँ 2टा रुखको कानको आयतन यति। अब यसको चाहिँ टेक्स्ट वार्प गर्नै बाँकी छ। त्यो भएपछि अब यो देखियो। यो चाहिँ धेरै ठुलो ग्याप देखियो भएपछि यसलाई मैले माथि सारिदिएँ सेललाई। अब यो अलिक राम्रो देखिन थाल्यो र यसलाई चाहिँ अब मिलाउनलाई चाहिँ यो एलाइनमेन्ट कसरी राख्ने भन्ने कुरो राम्रो देखिन्छ यसरी त्यो गरेँ। त्यसपछि मेरो खैरमा चाहिँ समस्या भएन। चिलाउनेमा पनि मेरो के छ भनेपछि 2टा छ भनेपछि यहाँ पनि मैले एउटा इन्सर्ट गरेँ। इन्सर्ट गर्नलाई के गर्नु पर्यो भने जुन रो माथि इन्सर्ट गर्ने हो त्यो रोलाई सिलेक्ट गर्ने यहाँ छेउमा राखेर र त्यसपछि राइट क्लिक गर्ने, इन्सर्टमा क्लिक गरिसकेपछि त्योभन्दा माथि एउटा चाहिँ रो इन्सर्ट हुन्छ। अब मैले चाहिँ के गर्ने भने यसलाई चाहिँ अब सिलेक्ट गरेँ र यसको अटो सम चाहिँ मलाई चिलाउनेको पहिलो र दोस्रो दर्जाको आयतन कति हो त भन्ने कुरो चाहिँ यहाँ मैले अटो सम गरेँ। मेरो यो आयो। आइसकेपछि यसलाई पनि अघि जस्तै मैले चाहिँ अब मर्ज एन्ड सेन्टर गरेर चिलाउनेलाई चाहिँ के गरेँ भने म्यानेज गरेँ। यो चिलाउने भयो। अनि यसलाई चाहिँ मैले कन्ट्रोल सी र कन्ट्रोल भी गरिदिन्छु, किनभने
जुन फर्मेटमा डाटा छ मलाई यही फर्मेटमा यो डाटा भयो नि हुन्छ भन्ने भएर मैले यसलाई कपी पेस्ट गरेर टाइप गर्नु परेन, मैले सेलको ग्यापहरू केही मिलाउनु परेन, यो मिल्यो। अब यहाँ इङ्ग्लिसमा छ, इङ्ग्लिसमालाई चाहिँ यहाँ अब मैले के लेख्नु पऱ्यो भने चाहिँ कुल जम्मा लेखिसकेपछि यसलाई अब टेबल दिउँ, टेबल फर्मेटमा लगिदिउँ। सक्यो। अब यति भइसकेपछि अब फन्टको साइजहरू कुनै कम बढी जस्तो लाग्यो भने इङ्ग्लिस नेपाली भएको भएर अलिक फरक हुनसक्छ, त्यही भएर त्यसलाई चाहिँ आफ्नो हिसाबले चाहिँ म्यानेज गर्ने, सानो ठुलो सेल साइज बनाउने। हाम्रो चाहिँ अब यति भयो। यहाँ चाहिँ क्युफिटमा आउँदैन, घनमिटरमा आउँछ। यहाँको डाटा चाहिँ क्युफिटमा पनि हामीले यहाँ हेर्न पायौँ। अब यहाँ पनि समको डाटा छैन भनेपछि यहाँ पनि हामीलाई के चाहियो त सम डाटा चाहियो भनेपछि हामीलाई चाहिँ के को सम डाटा चाहियो नि त आयतनको कति क्युफिट छ भन्ने कुराहरूको सम डाटा चाहिने भए हामीले चाहिँ यसलाई पनि अटो सम गरिदिउँ। अटो सम गरेपछि यसलाई चाहिँ अब यो के छ त नेपालीमा छ, यो इङ्ग्लिसमा छ भनेपछि यहाँ क्लिक गर्ने, चाहे जुन नेपालीको फर्मेट चाहियो भने नेपालीको कुनैमा एउटामा क्लिक गर्ने। मैले यहाँ क्लिक गरेँ, यहाँ फर्मेट पेन्टरमा क्लिक गरेँ। त्यो भएपछि यसलाई यतिलाई सिलेक्ट गरेँ भने यो सबै नेपालीमा आफै कन्भर्ट हुन्छ। मैले यसलाई सिलेक्ट गरेँ, यहाँ अल बोर्डर गरेँ, फेरि म यहाँ मर्ज गर्छु। मर्ज एन्ड सेन्टर गरिसकेपछि यहाँ चाहिँ म के लेख्छु भने कुल जम्मा लेख्छु, यो भइसकेपछि अब यो काम सकियो, एनालाइसिस काम सकियो। यो अब हामी प्रिन्ट गर्न सक्छ। प्रिन्ट गर्नु अगाडि अब आफूलाई आवश्यकता अनुसार चाहिँ यहाँ अब लेख्नु पर्यो। सामुदायिक वनको हो भने सामुदायिक वन प्रतिनिधिको नामहरू लेख्ने काम, तामेलमा चाहिँ सब डिभिजनका कर्मचारीहरूको नाम लेख्ने। निजी आबादीको हो भने यहाँ चाहिँ फलानु जग्गा अदानीको अख्तियारले फलानु भनेर यहाँ लेख्ने। अब लेख्नलाई चाहिँ हामीले चाहिँ सिधै यहाँबाट लेख्न सक्छौँ या यहाँ मर्ज गर्ने, यतिलाई मर्ज गर्ने, यहाँ लेख्ने। लेखिसकेपछि अटाएन भने टेक्स्ट स्वाप गर्ने र यो सेललाई चाहिँ तलमाथि सारिदियौँ भने हामीले चाहिँ त्यो ग्याप पाउँछौँ र त्यसमा चाहिँ अटाउँछ, सबै हामीले लेख्ने चिजहरू अटाउँछ। र यसरी चाहिँ भइसकेपछि यसलाई चाहिँ सिलेक्ट गर्ने। अब हाम्रो चाहिँ यो एउटै सेलमा एउटै पेजमा छ कि छैन हेर्ने, पेज एउटै पेजमा छैन। अब एउटा चाहिँ ल्यान्डेज यसलाई मिलाउनलाई चाहिँ अब यो बढी भएको ग्यापहरूलाई चाहिँ हामी मिलाउन सक्छौँ होइन। मिलाउन ग्याप कम गरिदिउँ होइन। दर्जामा मलाई बढी चाहिएन, दर्जामा यो कम गर्दै गर्दा यहाँ पनि अलिक त्यो समस्या हुने भएर ठिक छ यो होस्। अनि यहाँ चाहिँ क्लिक गर्ने हो भने यहाँ क्लिक गऱ्यो भने यो ग्यापलाई यसरी सारिदियो भने यो अलि बढ्छ होइन। त्यही पनि मिलेन भने बढी समस्या भएन, हामी नर्मलमा जाउँ, सिलेक्ट गरौँ र यहाँ हाम्रो लाइन देखिरहेछ, यो लाइन र यो लाइन भनेको पेज छुट्याएको लाइन हो। हामीले चाहिँ के गर्छौँ भने पेज लेआउटमा जान्छौँ, स्केलमा जान्छौँ, स्केल घटाउँदै जाने। अब स्केल घटायौँ भने 50मा ल्याइसकेपछि के हो भनेपछि यो लाइनभन्दा भित्रै मेरो यो पेज भयो, यो लाइनभन्दा भित्रै यो पेज भयो होइन। अब एउटै पेजमा मेरो यो प्रिन्ट हुने भयो। यति गरेपछि हाम्रो चाहिँ लगत बनाउने काम चाहिँ खडा रूपको मूल्याङ्कनको काम चाहिँ सकिन्छ। ल धन्यवाद।